के हो बुढी त बिहानै उठेर पनि झाडु पोछा पो गर्न थालिसकिन्। हेलो यार, नमस्ते, वेलकम ब्याक टु माई न्यू भ्लग। सो अहिले चाहिँ म घरमा छु है। बिहानै बुढी उठेर पनि यहाँ चाहिँ झाडु पोछा गर्न सुरु गरिसकेको रहेछन्। तर हामी बाउछुरा भने अझै सुतिराखेको छौँ। बाबुलाई उठाउन खोज्यो, बाबु उठ्दैन। के गर्नु, म चाहिँ बल्ल बल्ल उठेको। निन्द्राले नछोडेर हैरान भएको थियो के। अनि यता छोरीलाई हेरेको, छोरी पनि नउठेको रहेछन्। फेरि अनि म चाहिँ लागेँ छोरीलाई उठाउन खोज्छु, उठ्दै उठ्दिनन्, उठ्दिनन्। बल्ल बल्ल छोरीलाई चाहिँ मैले उठाउन सफल भएँ। तर पनि मानिराखेको थिइनन्, मैले त उठाइदिइहालेँ। किनकि अब छोरीहरूको बिहान स्कुल लागेको छ क्या। अहिले मर्निङ टाइममा लगभग 8 बजे स्कुल लागिहाल्छ। सो त्यही भएर अलि बिहानै उठ्नुपर्ने, बिहानै जानुपर्ने भएको कारणले अलिक छिटो उठाउनुपर्छ। तर कस्तो गाह्रो छ है सानो बाबुहरूलाई स्कुल जान त। अनि बाहिर आएर हेरेको मौसम त आहा क्या क्लियर भएको के। हुन त 6:30 नै भएको थियो बिहानको, तर पनि कस्तो के 8-9 बजेको जस्तो भइरह्यो कि। अनि यसो हेरेको बुढीले त यता भात पनि बुक भइसकेको रहेछ, भात पसालेर पनि होइन। अनि चाहिँ यहाँ चाहिँ अब मलाई पनि यताउता के गरम भइरहेको थियो। म चाहिँ टक्क लागिदिएँ छततिर। अनि माथिबाट छतबाट सर भ्यू हेरिदिउँ न त, गाउँघरतिर कस्तो भइरहेछ। भ्यू स्यू हानेको, अब बर्खा लाग्दैछ नि त, भ्यू त चाहियो। अनि टक्क लागेर उदाउँदै गरेको बिहानी सूर्यलाई हेरेर यस्तो आनन्द फिल गरेँ मैले। अनि यता बुढीलाई हेरेको, बुढी त चट्ट लगाएर धारामा पानी भर्दै रहेछन्। यो बुढी भनेको कस्तो रिसाए जस्तो गरेर हेर्दैछन् त। अनि यता चाहिँ अब बुढीले टक्क भात त पाकिसक्यो, तरकारी पकाउनु पर्यो। त्यो भएको कारणले यता चाहिँ त्यो कढाई डिबेमा चाहिँ मसी लगाउँदैछन्। अनि मलाई चाहिँ जानु रे, पराल हालेर आउनु रे, भैँसी भोकै छ अरे के कराइरहेछ। हाम्रो भैँसी चाहिँ कति मोटो छ है। अस्ति किन्न पनि आउनु भएको थियो, तर हामीले बेचिनौँ। किनकि अब होइन, दुध खाएर बेचिने हो कि। अब दुध खानु परेन, भैँसीलाई मजाले पाल्ने। मैले चाहिँ पराल हालिदिएँ कि। अनि यतापट्टि छिमेकी बाजेको घर गएको त, यहाँ त बाजे नाति उता फुपू त पुरा मजाले मकै खाँदै गफ गर्दै बसिरह्यो। अनि बाजे पनि भर्खरै इन्डियाबाट हिजो आउनु भएको रहेछ। म पनि गइदिइहालेँ, टक्क लगाएर यो भाइलाई यसो जिस्काइदिएँ। अनि बाजेलाई पनि जिस्काइदिएँ होइन। अनि यता फुपूलाई पनि जिस्काइदिएँ मैले। फेरि टक्कलाई म फेरि सबैलाई जिस्काइदिन्छु कि, यता नाकसाक घोषदिने गरिदिने गर्छु कि होइन। अनि यसो यता हेरेको त भित्र त बजेले रोटी हाल्दै हुनुहुँदो रहेछ। आहा, मलाई रोटी खाम भएको थियो, तर मैले मुख नधोएको कारणले मैले चाहिँ रोटी खाइनँ। बजेले चाहिँ खा नाति रोटी खा भन्दै हुनुहुन्थ्यो, तर मैले खाइनँ किनभने मुखै धोएको थिएन। अनि फेरि म बाहिर आएँ, सानो फुच्चे भाइसँग म फेरि जिस्केँ। अनि उसको हजुरबासँग पनि जिस्केँ। अनि यता घरतिर हेरेको लाइटै अफ गरेर रहन्छ। फेरि गएर लाइट अफ गरेँ, त्यसरी पुनः भित्र छिरेको यता त बाबु उठेकै रहेनछ। फेरि बाबुलाई उठाउन कोसिस गरेँ, उठेन। अनि यता छोरी चाहिँ बिचरा उठेर पनि हेर कस्तो। म चाहिँ छोरीलाई अति जिस्काउँछु कि, हेर न यता छोरी पनि अति छ फेरि होइन, बाउवाले छ छोरी पनि। अनि हाम्रो छोरीलाई चाहिँ कक्कले राम्रो मान्छ, भिडियो फेरि। अनि हिजो चाहिँ आमाले यहाँ मकै ल्याइदिनु भएको थियो, त्यही मकै चाहिँ बुढीले बिहानै पोलेर खानु नि त भनेर हेरेको। यता छोरीले त आमा के हो, कुखरै बोकेर हिँडिरहेको छ त। अनि मुखमा यो पाइप हालेर के हो यस्तो भनेको त, पानी तान्ने हो के। छ अनि यता चाहिँ अब बुढीले तरकारी पनि पकाइसकेको थियो, नुन टेस्ट गर्थ्यो। मकै पनि पोलिरहेको, कुन मकै खाने कन्फ्युज भइरहेको थियो कि। अनि ठुलै मकै खान्छु भनेर ठुलै मकै खान थालेको। फुकफाक गरेँ, यहाँ चाहिँ खरानाको तातो रहेछ। अनि तातो भएर खानै नमिलेर यस्तो झन्नै जिब्रो पोलिरहेको। अनि यता छोरी चाहिँ स्कुल जाने टाइम पनि लगभग भइसक्यो थियो। यता बुढी जङ्गल जान्छु रे, भैँसीलाई घाँस काट्नु पऱ्यो भन्दै थिइन्। अब के गरौँ अर्कै लागिरहेको थियो। अब के गर्ने, आफू अफिस आउनै पऱ्यो होइन। बुढी पनि अब तयार भइसक्यो नि अब जङ्गल जानलाई। जानु रे, म पानी बोकेँ, अब लागेँ भन्छन्। यता छोरी चाहिँ अब खाना खान थालिन्, किनकि अब स्कुल आउनु पऱ्यो। त्यो भएको कारणले अब खाना पनि छिट्टै खानुपर्ने अवस्था छ क्या। के गर्ने, यस्तै छ। यता बुढी चाहिँ जाँदै थिएन। मलाई पनि अब के गरौँ, बाई त गरेँ, तर कस्तो अर्कै नराम्रो फिल भयो कि आफू यता हिँड्ने अनि बुढीलाई चाहिँ उता पठाउने घाँस काट्न, कस्तो नराम्रो फिल भइरहेछ क्या मलाई चाहिँ होइन। अनि यता चाहिँ अब मैले नि खानु पऱ्यो, अलिकति भयो नि खाजा त खानु पऱ्यो। अनि यता बाबु बल्ल उठ्यो, बाबुलाई भात झोला बोकाएर माथि गएर छोडिदिएँ। अनि यता बाबुलाई फकाएर ल बाबु बाई, अब भोलि भेटौँला भने बाबुलाई बाई त गरेँ। अब यता छोरीलाई सरल ल्याएँ, स्कुलको गेटनिर छोडिदिएँ। अनि छोरीलाई पनि बाई गरेँ। अनि म लागेँ चाहिँ बाई बेचेर अफिसतिर। ओके बाई सबैजना, फेरि अर्को भ्लगमा भेटौँला।